निसो बारी पनि छाउने भनेर पातला लिन जाँदैछु, किनकि अब मकै पनि भाँच्नु पर्यो। मकै छरिरहेछु अलिअलि। कहीँ यही किसानी यो जिन्दगी हजुर गाउँघरमा होइन, नम्लो सम्लो बोकेर जानु पर्यो है टक्क होइन। अब जानु पर्यो होइन बारीमा टक्क। अब जाँदैछु हेर्नु बारीमा, हेर्नु बारी यहाँ आइसकेको छु टक्क। ल हेर्नु यस्तो छ, यो काटेको अस्ति हो। मकै पनि पाक्न लाग्छन् अब टक्क। अब भैँसीलाई घाँस सास लुत्नु पर्यो होइन, यस्तै छ होइन गाउँघरमा। अब म घाँस पातला लुत्छु, पातला लुचिसकेपछि नि फेरि पनि कन्टेन्ट दिइराख्छु। मेरो कन्टेन्टहरू हेरिदिनु भएकोमा धन्यवाद छ। हेर्नु मकैहरू यस्तो भयो है टक्कै, ठिकै भयो, खासै राम्रो होइन होला, यत्तिको भयो है टक्क। फाइनल्ली काम सुरु गरियो। ल हेर्नु पातला लुट्नु मकैबारीभित्र हेर्नु। हेर्नु आफ्नो त गाउँघरको जिनिस भन्दा यस्तै छ है टक्कै। पातला सातला नि लुट्न पऱ्यो नि टक्क। अब हेर्नु सर्र टक्क यस्तै छ है। हेर्नु हजुर काम गर्नै पर्यो। अब यस्तो पानी दिँदो भयो, त्यहाँदेखि कति बेला पर्ने हो। अब यो पातला चाहिँ नि नपन्छाएसम्म चाहिँ यो कोदो आउँदैन, फेरि राम्रो हुन्न। भैँसीलाई घाँस पनि भयो, यी घाँस काट्ने यसरी पनि छ। यो यसरी लुचेको छु यी। हेर्नु यस्तै छ हजुर। भिडियो मन पर्यो भने तिनीहरूको सब्सक्राइब गरेर सेयर पनि गरिदिनु होला होइन, किनकि यस्तो दुःख गर्नु पऱ्यो हजुर। यस्तै छ है गाउँमा अनि त्यसलाई हेर्नु भिडियो कस्तो लाउँछ कमेन्ट पनि गर्नु है टक्कलाई। नि मकैबारीहरू मकैबारीभित्र छ यस्तो भयो मकै। हेर्नु मकै फाइनल्ली यहाँ चाहिँ नि टक्क पतला सतला लुट्ने यसो अलिअलि डाँस काट्यो टक्क है, यति काटियो। त्यसपछि अब म यहाँ हारिहाल्ने तर्खरमा छु है। तर्खरतिर नि टक्क म्याइज कटिङ भन्छ। अब त के भन्छ है, इङ्ग्लिस सक्दैन है। म्याइज कटिङ टक्क है टक्कलाई हेर्नु टक्क। गाउँ पनि टक्क देखियो होला हेर्नु है, राम्रो भ्यू छ है टक्क। अब यहाँ म भारी हाल्ने तर्खरतिर छु। र फाइनल्ली यही घाँसको भारी पनि बनाइयो है टक्कै। घाँस सास लिएर हिँड्यो है, पसिना भयो होइन। हेर्नु पातला सातला लिएर हिँड्यो है भैँसीलाई घाँस। हेर्नु पातला लिएर अब टक्क गोठ हिँड्यो। अब भैँसीलाई घाँस पनि हाल्नु पऱ्यो होइन। ती पातला यति लिएर हिँडेँ। मेरो भ्लगहरू कहाँदेखि हेर्दै हुनुहुन्छ भने कमेन्ट गरिदिनु, सब्सक्राइब पनि गरिदिनु होला। यस्तै है दुःख छ जिन्दगी। तपाईँहरूले मन पराइदिनु भएको छ। पार्ट 2 पनि मैले ल्याउने छु। धन्यवाद छ सबैजना मेरो भ्लगमा चाहिँ हेरिदिनु भयो। दुःख छ हजुर। ल बाई बाई। तपाईँले अर्को कन्टेन्टमा अरू कुरा भन्ने छु है। ल सब्सक्राइब गर्नु होला।